सबैलाई नमस्कार। आज चाहिँ म यहाँ खाजा बनाउन गइरहेछु, अमलेट। यहाँ मैले प्याज खुर्सानी काटेर अमलेट रेडी गरेर प्यान बसाइसकेको छु। अमलेटको लागि अन्डा फुटाउँदैछु। 2टा अन्डा लिएको छु। अन्डा फुटाएर यहाँ अन्डा फुटाउने काम हुँदैछ। अन्डा फुटाएर अन्डालाई घोलेर कसैलाई घोलेर मनपर्छ, कसैलाई त्यत्तिकै पनि फ्राई गर्दा मनपर्छ। मलाई घोलेर अब प्यानमा तेल हाल्न गइरहेछु। प्यान बसाएको थिएँ। अब यसमा मलाई प्याज खुर्सानी मसला हालेर मनपर्ने भएकोले मैले यो हालेर अब यसमा अब मलाई चाहिने मात्रामा नुन, हल्का नुन अनि मसला, त्यसपछि मसला हालेको मसला हल्का हालेर यसलाई फेरि पनि म यसलाई घोल्न गइरहेको छु। मलाई यस्तै बनाउन मन लाग्यो। सबैको आफ्नो स्टाइल हुन्छ, बनाउने तरिका फरक हुन्छ। मलाई चाहिँ यस्तै मन लाग्यो। यसरी घोलिसकेर प्यानमा मैले तेल बसाएको छु। अब यहाँ अमलेट बनाउनलाई यहाँ अब अन्डा फुटाएर तयारी बनाएको यो हाल्दै हो। अब मैले छोपेँ 1 मिनेट। अमलेट रेडी हुँदैछ। आज चाहिँ यस्तै खाजा खान मन लाग्यो। यस्तो भयो, अमलेट रेडी भइसकेको छ। अब अमलेटसँग मैले तरकारी सोयाबिनको आँपको अचार, गाउँबाट आँप ल्याएर हालेको आँपको अचार, दामी अचार, आँपको अचार, फ्राई राइस, अमलेट आजको खाजा बनाएको छु। आज यस्तै खाजा खान मन लाग्यो र खाजा तयारी भइसकेको छ। अब यो म खान गइरहेछु। खाजा खाँदै हो म। हजुरहरूलाई कस्तो लाग्यो मैले अमलेट बनाएको, फ्राई राइस, आँपको अचार? कृपया लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। मन पर्यो भने सबैजनाले कमेन्ट गरिदिनु होला। सबैजनालाई धेरै धेरै धन्यवाद। अचार धेरै नै राम्रो भएछ। मिठो अचार पनि मिठो छ। अचार प्राय सबैलाई मन पर्छ होला। धेरै टेस्टी भएछ। धन्यवाद।